वेलकम टू माई न्यू ब्लग गाइस हैन आज चाहिँ हामी चाहिँ क्रेम बोर्ड कम्पिटिसन गर्न लागेको छौँ। हाम्रो चाहिँ के छ भने हामी कहीँ जाँदैन रुममै बोर्ड छ है खेल्दै खेलेको तर पनि आज हामी चाहिँ बोर्ड कम्पिटिसन गर्नेछौँ हैन। त्यहाँ रुममा चाहिँ रुम छेउमा चाहिँ झ्याउ हुन्छ भनेर हामी चाहिँ छतमाथि लिएर आएको छौँ है बोर्ड चाहिँ पानीको ट्याङ्की राख्नेमा बोर्ड राख्नु भएछ। अब चाहिँ हामी बोर्ड कम्पिटिसन गर्छौँ यहाँनिर। आज चाहिँ हामी बोर्ड कम्पिटिसन गर्छौँ। एकजना कम्पिटिटर दाइ यहाँ हुनुहुन्छ। तपाईँ के भन्न चाहनुहुन्छ? जनता जान्न चाहन्छन् के भनेर अब हान्ने हो हान्ने हो भन्दैछ हान्दो रहेछ। आज म बोर्ड खेल्नु पर्यो, दाइसँग कम्पिटिसन गर्नु पर्यो। बोर्ड कतै उयो छ भने चाहिँ अब बाङ्गोटिङ्गो छ भने चाहिँ यी यसरी हेर्नुपर्छ। चक्का कुद्छ क्या, मतलब गोटी कुद्छ जता ओह्राल्छ हेर्छ तर यो ठिकै छ भन्ने चाहिँ हामीले बुझ्यौँ होइन दाइ हो। ब्रेक रेडी भयो। अब फर्स्ट ब्रेक दाइ हाल्नु हुने अरे। फर्स्ट ब्रेक म त यहाँनिर त टर्निङले उयोले पुऱ्याउँदिनँ होला हौ। लाउनु ल दाइ त क्यामेरामै नअट्नु हुने रहेछ हौ। ल अब हान्छु म ल। त्यो कालोलाई आम्मामा लु म पनि यत्रो नि उयो काटिदिन्छु ल। त्यो लाउनु मलाई त सेन्चुरी दिइहाल्नु हुने रहेछ नि। अनि त्यही खाएछु मैले अघि एउटा गोटी खाएको छु। त्यही यो लास्ट गोटी है फर्स्ट ब्रेकमै कति ल्याउनु आँट्नु भयो। आमा हेर्नु 6, 7, 8को पोइन्ट बिगार्नु भयो तपाईँले। कोही बात नै म पोइन्ट घटाउँछु। के हो 8को पोइन्ट 8को पोइन्ट बिगाऱ्यो फेरि। तर मेरो घट्ने नै छैन क्या, गोटी छैन हौ। म त्यो खाँदिनँ नि त, कसरी त हान्नु हो। त्यो मैले सिङ्गल हान्नुपर्ने थियो क्या। नि के हो अनि सेन्टर त अनि ल 8 आयो पालि चाहिँ मेरो है। ब्रेक चाहिँ खोज्नु दिनु भएन, म 8 पोइन्ट त ल्याउँदिनँ होला। ल त भिडियो गर्ने त मपट्टि ब्रेक हानेको नाप्यो ए नाप्यो म अर्कोचोटि खान्छु होला। त्यहाँ गोटी ठोकिँदो रहेछ क्या। कता हान्नु यार, यो त माथि जान्छ होला नि। कालो त झन्डै खायो। के भएको सेकेन्ड ब्रेक त ल यो के हो यो हाम्रो यस्तो राम्रो भिडियोमा कस्तो यार, कस्तो च्यातिएको पेन्डिङ दिँदैछ हौ। सेकेन्ड ब्रेक है यो चाहिँ। अहिलेकोमा दाइले कति 8 ल्याउनु भएको छ। यो पालि चाहिँ ब्रेक चाहिँ ल्याउनु सक्दिनँ म पक्कै। तर पनि उयो चाहिँ पोइन्ट चाहिँ धेरै दिनुहुन्छ भन्ने धारणा हो मेरो। त्यो गोटी चाहिँ लास्ट गोटी। ल कस्तो मुखैमा गएर फर्केर आएको फेरि। सेन्टरको गोटी चाहिँ मुखमै झुन्डाइदिएको जस्तो हुँदो रहेछ नि त हो। 15को पोइन्ट बिगाऱ्यो हेर। 15 हुन्थ्यो होइन अहिले 15 छ नि। गोटी टिपे मात्रै हुने रहेछ त यतापट्टि त। अनि के गर्नु कहाँ जाने मलाई हिपेकै हो। म त्यहीँ छिराइदिन्छु। त्यहाँतिर कालो पनि छ।
त्यहीँ छिराइदिन्छु क्रक्स छ्या छिराइदिउँ भनेको त कालोलाई नै लाग्यो त्यो त खाँदैन कि थाहा छैन मलाई मान्छे गर्दा त्यो त लसी छ यो अब यो म लगाउने भए पो लास्ट चान्स हो मेरो यार ऊ हुर्किगयो नि ल सक्दिन त कहाँ जाँदा आउँछ यहाँ मैला भए जाँदै आँटाले पनि कस्तो चिप्लाउँछ क्या यस्तो भनिदिन्छ कस्तो अलिकति छुइगयो छ हौ के भएको यार दुलो नै लु बनाइदिएको छु त अनि कस्तो भयो अरे यार आमो लु कति भयो थर्ड ब्रेक अनि तपाईँलाई चार म्याचमा त पुऱ्याइदिइहाल्नुहुन्छ क्या हो आउनु थाल्यो त आउनु त के गरेको मैले के खाइहाल्नु पर्ने भयो अब कामै भएन तिनीहरूको अरे एकै ठाउँ हान्दैछु त यार खाली त सेतै माथि बनेर तान्दा निकालाई चाहिँ यो हो नि त म एकैचोटि दुइटा खान्छ त यार यसलाई पनि तलै काटिदिनु पऱ्यो के हान्नु थाल्यो त हौ आम्मा थोरैले छुएन थोरैले छुएन अब छुन्छ ऊ लु हो यहीँ खाएर हुन्छ अरे नि त ऊ हेरौँ त म त के पो गर्नु थालेँ हौ ल त्यो त झुकेर गएको है छ निल काटौँ भनेको त यत्रो निल काट्यो हावा झुक्किरै गएको थिएँ यहाँको टर्निङ गोटी गएको थिएँ हेर त्यहाँ म त्यो त डाइरेक्ट हान्दा पनि खान्थिनँ हौ झुक्किएर गएको ल यो पनि ब्रेक लियो मलाई सेन्चुरी हाल्दै छैन हौ खायो त यार एउटा मैले पनि आज ब्रेकमा तर उफ्रियो नि त मुखैबाट उफ्रियो अब चाहिँ डाइरेक्ट भयो नि त म जहाँ पाइदिएँ अन्त डाइरेक्ट बनाउँछु अनि खान्छु क्या यो चाहिँ मेरो मास्टर माइन्ड हो क्या ऊ त्यो उफ्रियो लुना 27 पोइन्ट पो छ त हौ होइन लु नखेल्नु पनि जितिहाल्नु भयो अहिले चाहिँ यो दाइसँग मैले निल खाइसकेँ अब चाहिँ म भिडियो यहीँ इन्ड गर्छु किनकि अब म भिडियो बनाउँदिनँ यस्तो क्रेमबोर्ड खेलेको यस्तो बुरी तरिकाले हारेँ नि म चाहिँ कहिले खेल्दिनँ भनेको मतलब